हेलो गाइज वेलकम टु माई ब्लग। हजुरहरूलाई आजको न्यू ब्लगमा मनैदेखि स्वागत छ। टक्क लाएर आज हामी दुईटा जितेन्द्र र म भएर आज सिजीतिर घुम्न जान लागेका छौँ। टक्क भिडियोलाई अन्तिमसम्म हेरेर फुल इन्जोय लिनु होला। यो बाइक आइयो अनि यो नारायणघाट हाइवे टक्क लाएर बुटोल नारायणघाट हाइवे बाटो यस्तै छ, तपाईँहरूलाई थाहा छ। टक्क लाएर घुम्न जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर फुल इन्जोय लिनु होला। लाइक सब्सक्राइब सेयर गर्न नभुल्नु होला र धन्यवाद। हेलो गाइजहरू, यात्रा सुरु गरिसक्यौँ हामीले। सुनिन्न होला, त्यही पनि भिडियो हेरेर फुल इन्जोय लिनु होला। धुलो भयो बाटोमा, अलि धेरै धुलो उडेर टक्क अब रेनकोट लाउने, मास्क लाउने, त्यसपछि अब पुरै फुल सेफ्टी भएर जाने हाम्रो प्लान भयो। अब एकैछिन बाइक रोकेर टक्क अब मास्क रेनकोट सेनकोट लाएर जान लाखौँ। तर भाइले टक्क लाएर यहाँ निकाल्दैछ नि। ल निकाल, कस्तो लाग्छ आजको राइड? राइड सुरु हुन हामीलाई दिलाइसक्यो, त्यही पनि यो धुलै धुलो भइसक्यो। हामीले रेनकोट लगाउँछ, मास्क लगाउँछौँ। ल ठिक छ। अरू केही भन्न छ आजको टुरलाई? हाम्रो ब्लगलाई लास्टसम्म हेरेर इन्जोय लिनु होला। हामी चाहिँ बहुत रमाइलो गर्नेवाला छ। फुल सेफ्टी भएर टक अब हिँड्नलाई हामी दुईटा गाइज हामी हिँड्नलाई यो अब न मान्छे चिनिन्छ न धुलोले हामीलाई चिन्छ। अब टक्क यो पनि टोपी पनि लाउँछौँ अनि त्यसपछि सट्ट गइन्छ। त्यही हो, भिडियो हेर्नुहोस्, इन्जोय लिनुहोस्, त्यही भन्न चाहन्छु। तिमी के भन्छौ? म पनि हाम्रो भिडियो रमाइलो हुनेवाला छ। आई होप हामीले चाहिँ बहुत इन्जोय गर्नेवाला छौँ। हाम्रो भिडियो हेर्नु होला। फाइनल लुक चाहिँ हाम्रो यस्तो भएको छ है। टक्क लाएर गाइज त्यही नै हो बाटो। गाइज लास्टै हिलो गराएछ यार, हिँड्नै नसक्ने गराएछ। बाइकको यता चिप्लेको चिप्लै गरेर ल्याङ भयो हाम्रो त। यस्तो सही बाटो कि खोलो खतरनाक भएछ यार गाइजहरू। यार खोइ कहाँबाट कुरो लाग्दिन्छ कि यार यस्तो यार। यो बुटोल नारायणघाट सडक खण्ड जतिको खराब बाटो यार केही छैन यार। कमसेकम यो उकाला पानी त नलाइदिनु नि। यो बाटो सिधा पुरै कुर्यो कति अँधेरो अगाडि बाटो हेरेँ त होला मैसा हेरेर पुरै अँधेरो गराइदियो यार बसेर गर्न। अगाडि केही देखिन्न यार, के हो यस्तो बाटो? यो गाइस के हो यो बाटो? अन्त धुलो चलाउने यार विचार कस्तो हुन्छ अझै हेलमेटको सिसा अगाडि एउटा बस मात्र छ, त्यही बस देखिएछ अलिअलि। बस लाइट बालेको देखियो त्यही बाटो कस्तो छ नि केही थाहा छैन। कस्तो ढिला जान्छ। ओ माई गॉड कति धुलो छ। ओहो
के केही देखिन्न अगाडि एउटा बस छ अरू त्यति हो यस्तो खराब बाटो रहेछ यार यता यार आई फसाद भयो हामीलाई त धेरै नै सङ्कष्ट भयो फेरिबाट आइन्छ त होइन यो धुलो यो बाटो यसले गर्दाखेरि यार ल्याङ भयो कि गाइडहरू हेर्नुहोस् दाम कति जान्छ पछाडिसम्म पारि हो जाम पर्छ बस्दा ठाउँ खतरा खतरा जाम पऱ्यो यार हेलो गाइज फाइनल्ली हामी चाहिँ सिजी आइयो छ यता पछाडि सिजी टेम्पल छ अनि धेरै दुःख कष्टपछि फाइनल्ली आइयो ल भन बाटाको यात्रा कस्तो हो बाटाको यात्रा एकदम कठिनाइ थियो हामी भन्दा ठुल्ठुला टायरहरू टाढा यता कि हामी बिचबाट सुरुङ मार्ग हुँदै छिर्दै टायरहरूको सुरुङ मार्ग हुँदै हामी सिधी आइयो बाटो के थिएन अन्त धुन्दा चलाउने हो अगाडि पनि धुलो पछाडि पनि धुलो धुलै धुलो भन्नुहुन्छ तपाईँहरू एकखेर नारायणगढ सडक हुँदा त्यही त यात्राको लास्टै धुलो बल्ल बल्ल आइयो खाना खाइयो अनि पछि अब मन्दिरतिर जान लागेको टक्क लाएर त्यही नै हो गाइज भिडियो अन्तिमसम्म हेर्नु हेलो गाइज फाइनल्ली हामी सिजी टेम्पलभित्र छिरेको अघि भर्खरै टिकट काटेर छिरेको भर्खरै छिरिसक्यो होइन जब पनि भयो अब हामी चौर खोजेर घुद्रुक्क सुतिन्छ त्यही त चौर कता छ नि हेर शीतल खाना खाएको सुत्ने मन लाग्यो थकाइ लाग्यो बाइकमा आउँदाखेरि धेरै नै बस्ने ठाउँमा गएर मस्त घुद्रुक्क सुतौँ त्यही नै हो गाइज मन्दिर त म पहिल्यै आएको थिएँ त्यति उहिल्यै छ रङसङ उडेको झन् अलि नराम्रो हुँदै गयो त्यही हो म मन्दिरको बारेमा त्यही भन्न चाहन्छु पहिलाभन्दा अलि कम भयो मन्दिरको भ्यू एरिया चाहिँ एकदम राम्रो हो क्या टक्क लाएर यस्तरी सबै भ्यू एरिया चाहिँ हेर्दाखेरि लुक्स चाहिँ राम्रो छ त्यही माछा साछा सबै छन् टक्क राम्रो छ सबै कुरै राम्रो छ यसो घुम्नलाई सुरुमा घुम्नलाई चाहिँ राम्रो छ विनोद चौधरीले गराएको यो मन्दिर ठिकै छ राम्रो हो भनौँ धो भएर शीतल छाएर यहाँ बसेका छौँ जितेन्द्र राई सुतेका छन् अब हेर्न आएका सिजी हेर्ने जाति त्यति रहर थियो गर अनि सिजी ल्याइदिएको सुते अनि सुते खाने यहाँ आएर साग के भन्ने अब यस्तालाई तपाईँहरूले चाहिँ भन्नलाई गाइज जे भन्ने हो ल गाइज फाइनल्ली अब सिजी मन्दिर सबै घुम्यो अनि अब फर्किन लाग्यो ल भन तिमीले अब के भन्ने एकदम रमाइलो भयो आजको यात्रा कठिनपूर्ण थियो कष्टपूर्ण थियो भित्र त के भयो भने भित्र खालि यात्राको भन्छ भित्र त हामीलाई एकदम डिहाइड्रेसन जस्तो फिल भएको थियो पेट भरुन जाने पानी खायो अरू फोटोसोटो खिच्यो झोला ल्याएर म यतैतिर यसो भुल्छु ल गाइज मन्दिर सन्दिर घुमेर अब फाइनल्ली फर्क्यौँ हामी झोला सोला ल्याएर आएछ जितेन्द्रले अब टक्क लाएर गयो यी भाइ ल गाइज हामी अब सिजी मन्दिर सन्दिर घुम्यो अब फाइनल्ली सबै रेडी भएर फेरि फर्किन लाग्यो भित्रतिर त्यही नै हो बुझ्यौ के भन्छ के
धुलो छ गाइस अब बाटो बल्ल बल्ल हिँड्ने छ के गर्ने नेपालको बाटो कहिले सुधरी नै भएन होइन जामै जाम छ जामै जान्छ अब यता जाममा पऱ्यो अलिकति फेरि यता पर्छ अड्डिन्छ है मान्छे अड्डिन्छ म त हरि बडिदिन्छु पो छोड्यो हेलो गाइज अब यत्रा बेरसम्म हिँडेको हिँडेको दौडेको गर्दाखेरि बल्ल बल्ल आयो अनुहार यस्तो छ यहाँ राता भवन कपाल यस्तो माटै माटो भयो जितेन्द्रले एउटा हेलमेट नै दिएन बल्ल बल्ल सङ्कष्टले आयो यहाँसम्म त्यही नै हो एकदम रमाइलो भयो पुरै धेरै खाइयो दाउनेतिर आजको हाम्रो एडभेन्चर चाहिँ बवाल भयो त्यही भन्न चाहन्छु म जितेन्द्र के भन्छु ल भन त्यही हो मैले पनि जल्दी बोल कल सुबह पनवेल निकलना है गाइज भिडियो कस्तो लाग्यो अब हामीले भिडियो बनायौँ त्यो धुलो गाडीमा के देखिँदैन ब्लाइन्ड चलाएको दाउनेतिर त कस्तो हुन्छ कमेन्ट गर्नु होला तपाईँहरू जानुभयो कि नै कमेन्ट गर्नु होला हस् त भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ स्टे ट्युन डोन्ट फर्गेट टु सब्सक्राइब